नमस्कार। हामी चाहिँ आज चाहिँ रिजल्ट म्यानेजमेन्ट भन्ने पार्ट हेर्छौँ है। जसमा चाहिँ एड रिजल्ट भन्ने पार्ट हुन्छ यहाँ रिजल्ट भन्ने सेक्सनमा चाहिँ। अनि रिजल्ट भन्ने सेक्सनमा तपाईँले के गर्न सक्नुहुन्छ भने सेकेन्ड टर्मिनल एक्जामिनेसन होइन थर्ड युनिट टेस्ट त्यसपछि गएर क्लास सिलेक्ट गर्न सक्नुहुन्छ। अनि सेक्सन सिलेक्ट गर्न सक्नुहुन्छ। अनि सब सिलेक्ट गर्ने बित्तिकै यहाँ यदि पहिलेदेखि नम्बर भरेर आएको छ भने चाहिँ हामीले त्यहाँ सकिन्छ भरेकै छ होइन। यदि भर्नु भएन भने चाहिँ हामीले के गर्न सकिन्छ भन्दाखेरि यहाँनिर नयाँ भनेको सबै यहाँ खाली खाली नै आउँछ। त्यसो तपाईँले एडिटमा खिच्न सक्नुहुन्छ र एडिटमा खिचेर चाहिँ यहाँनिर एडिट गर्न सक्नुहुन्छ, नम्बर भर्न सक्नुहुन्छ। अनि नम्बर भरिसकेपछि तपाईँले यहाँनिर सेभ चेन्जेस गरेर चाहिँ त्यो नम्बर सेभ गर्न सक्नुहुन्छ। अनि त्यस सँगसँगै हामीले प्र्याक्टिकल इभ्यालुएसन पनि यहाँ गर्न सकिन्छ। जस्तै हामीलाई थर्ड टर्मिनल थर्ड युनिट टेस्टको प्र्याक्टिकल हाल्नु पऱ्यो भने चाहिँ हामीले यहीँबाट पनि त्यो प्र्याक्टिकल इभ्यालुएसन हाल्न सकिन्छ। त्यो अहिलेको लागि यहाँ छैन, त्यो पछि कुरा गरिन्छ। थिम ग्रेडिङको पार्ट रिजल्ट लेजर भन्ने पनि यहाँ पाइन सकिन्छ। जसमा चाहिँ हामीले जस्तै थर्ड युनिट टेस्टको लेजर हेर्न सकिन्छ 4A को। यहाँ चाहिँ हामीसँग 4A को पुरै लेजर आउने भयो र हामीले यसलाई चाहिँ यहाँ एक्सपोर्ट एक्सेलमा खिचेर चाहिँ त्यसलाई प्रिन्ट पनि निकाल्न पनि सकिन्छ। अनि त्यसपछि गएर हामीलाई रिजल्ट एनालिटिक्स भन्ने पार्ट भइहाल्यो। के अरे हामीले एनालिटिक्स हेर्न सक्यौँ र रिपोर्टहरू पनि दिन सक्यौँ। टप पर्फर्मर, पोअर पर्फर्मर, डिफ्रेन्ट टाइप्स रिपोर्टहरू जेनेरेट गर्न सक्छौँ। अनि रिपोर्ट कार्ड भनेर चाहिँ हामीले यहाँनिर जस्तै थर्ड युनिट टेस्टको चाहिँ सेक्सन ए गर्दै यहाँनिर यसरी क्लिक गर्दै मैले यसलाई सेलेक्टेड गर्छु। यहाँनिर कतिको डेट राख्ने हाम्रो रिपोर्ट कार्डमा अनि जेनेरेट गर्छु अनि प्रिन्ट गरेर यसरी म रिपोर्ट कार्ड पनि प्रिन्ट गर्न सक्छु। यो रिपोर्ट कार्डको डिजाइन चाहिँ डाइनामिक हुन्छ। तपाईँले आफ्नो स्कुलहरूलाई कस्तो खाले रिपोर्ट चाहिन्छ त त्यही अनुसार हामीले निकाल्न सक्छौँ। यसरी हामीले रिजल्टहरू जेनेरेट गर्न सक्छौँ। धन्यवाद।